मान्छेको घर भत्काएर त्यो सबैलाई त्यो टाट पल्टाएर बाटो बढाउनु चाहिँ त्यो सही हुँदैन कि त्यो 50 लाखको आनाको जग्गा भने 50 लाख दिन सक्नु पर्यो। केन्द्रित विकास गर्नुपर्छ। कोही कसैले एउटा घर बनाएर टहरा बनाएर बस्ने उसको अधिकार छ, उसले बनाएको टहरा भत्काइदिने त्यो क्रूर शासक म बन्नेवालामा छैन। म भत्काउँदिनँ, भत्काउन दिन्न पनि। बरु उहाँहरूको टिमको छाना चुइरहेको छ भने स्रोत साधन र समय मेरो अधिकारले भ्याएसम्म उहाँहरूको टहराहरू मेन्टेन गरिदिनतिर, व्यवस्थापन गरिदिनतिर म लाग्छु। तर कसैलाई घरबार विहीन बनाएर अब जता जान्छ भनेर खेदाउनेतिर चाहिँ लाग्दैन। तपाईँको घर अगाडि अब ट्याक्क ड्रेन बन्यो यतिको, कस्तो लागिरहेछ त? खुसी लागेको छ, हजुर राम्रो लागिरहेको छ। आफ्नै घर अगाडि ड्रेन बनाइदिनु भयो बिना पैसामा, हजुर शरमको उसमा सबै राम्रो बनाइदिनु भयो। एकदम खुसी छु। यस्तो मेयर पाउँदैन फेरि फेरि। हाम्रो जिन्दगीभरि चाहिँ यही मेयर भइराखोस् भन्ने छ क्या मेरो मनमा चाहिँ। कति राम्रो मेयर क्या, सबै दुःख बुझ्ने, गरिब दुखीहरूलाई हेर्ने। सुकुम्बासी जनता अब हामी सुकुम्बासीलाई